ल यहाँ कट्टुसको हाम्रो चाहिँ यहाँनिर खतरा Hello everyone, namaste and welcome to my YouTube channel. So तपाईहरुलाई थाहै छ अहिले म दार्जिलिङमा छु अनि आज चाहिँ म मेरो बहिनी भाइहरुसँग जान्दै छु। यिनीहरुले मलाई कहाँ लान्दै छ घुमाउनु तल के छ अरे भ्यूहरु राम्रो देख्ने अनि म तपाईहरुलाई पनि देखाउँछु अहिले के हुन्छ भनेर। सो त्यही हो अहिले रेडी हुँदैछ यिनीहरु अनि अब हामी जान्दै छु। सो अहिले यहाँबाट चाहिँ स्टेसन जे हो रङबुल अहिले चाहिँ हामी ओह्रालो जाँदैछु हैन मजा पनि आउँदैछ देख्दा भ्यू मजाको जंगलै जंगल हैन तर जति ओह्रालो झर्दैछु त्यति उकालो आउने टेन्सन पनि लाग्दैछ मलाई किनभने यति डरलाग्दो सेरी ओह्रालो अझै छ अरे यो त जस्ट स्टार्टिङ मात्रै हो हामी कति 10 मिनेटहरु भयो ओह्रालो झरेको अनि अझै ओह्रालो छ अरे मलाई त्यतिकै डर पनि लाग्दैछ किनभने उकालो यति धेरै सिडी हिँड्नु पर्छ भनेर दुई जना चाहिँ अगाडि हिँड्दैछ अनि म चाहिँ यिनीहरुको पछि मलाई चाहिँ एकदम मजा आउँदैछ मलाई मन पर्छ नि त यस्तोहरु एकदमै रमाइलो लागिरहेछ किन मलाई यस्तो मन पर्छ नि त एडभेन्चरहरुतिर हैन अनि अलिकति यस्तो जंगलहरुतिर जानु एक्सपीरियन्स गर्नु अनि मैले यिनीहरुलाई भनेको थिए छ पनि भने नि यिनीहरुले यता म तपाईहरुलाई लान्छु भनेर अनि लान्दैछ लानु त हैन अनि म चाहिँ पुरा इन्जोय गर्दैछु यिनीहरु दुईजना तल पुगिसक्यो म चाहिँ अहिले पनि जाँदैछु ओह्रालो नै हिँड्दै यिनीहरु दुईजना चाहिँ अलिक छिटो हिँड्दा रहेछ म चाहिँ अलिक ढिलो भयो भिडियो गर्नले यहाँको चाहिँ यहाँनिर फोटोसुट चल्दैछ अहिले हामी चाहिँ आइपुगेछ यहाँनिर मजाको भ्यू आउँदो रहेछ नि यहाँबाट चाहिँ हो अहिले यहाँको फेमस रहेछ सबैजना यहाँनिर घुम्नु इभिनिङको टाइममा आउँदो रहेछ यसलाई के भन्छ अरे यसलाई चाहिँ गोदामधारा भन्दो रहेछ तर गोदामधाराको भ्यू चाहिँ यति दामी रहेछ सो फाइनली आइपुग्यो हैन यत्रो हिँडेर गोदामधारा अनि गोदामधारा चाहिँ यस्तो रहेछ हैन यहाँनिर अब चाहिँ म भित्र पस्दैछु यहाँ गेटको फार्मिङ हो यहाँ भित्र चाहिँ आलुको फार्मिङहरु हुन्छ अरे नि त हो यस्तो छ सबै कुरा ल्याएर आउनु पर्ने छ केही पनि पाउँदैन पहिला बन्दोबस्तमा आउनु तर मोमो र आलुदम अन्त
यहाँनिर चाहिँ केही पाउँदैन रहेछ दूर दूर तक दोकानहरू चाहिँ छैन होइन आफ्नो बन्दोबस्त चाहिँ कडा गरेर आउनुपर्ने रहेछ प्लानिङ पनि हुँदैछ यहाँनिर सिगरेट बिजनेस प्लानिङ हुँदैछ यहाँनिर अब चाहिँ हामी सक्यो होइन अनि सकेर फर्किँदैछौँ वापस मजाले 1-2 घन्टा बस्यो होइन यति दामी भ्यू चाहिँ मजाले बस्यो 2-3 घन्टा आराम गर्यो हाँस्यो जिस्क्यो अनि अब चाहिँ उकालै उकालो हिँड्ने हो केटीहरू अलिकति अनि अब चाहिँ उकालो हिँड्ने तयारीमा छ हामी सबैजना जोसमा छ जोसमा आउनुपर्छ उकालो हिँड्नुको लागि त जोसमा होइन अन्त घरमा छ अरे अब हेर्नु प्रो म्याक्स भइसक्यो नि अहिले त कता कता भन्नु उयो उकालो जानुपर्छ हामी ल कता भन्ने खेलौँ ल भन्नु कता कथा हिँड भन्दैछ आयो कटुस चाहिँ हातले फेरि पुऱ्याइरहेछ कटुस ऊ खाने कटुस हौ रहेछ कटुस खोल्दा ओ कटुस रहेछ उयो हेर भर्के रहेछ यहाँ ल अमोइ तेरो फेभरेट बोराको बडो गर्दा जस्तो भयो उयो मान्छेको त है प्लिज म एउटा फुटाउँछु नि हामी चाहिँ यहाँनिर कटुस फुटाउँछ यहाँ रहेछ कटुस फुटेको यहीँ छ त यहाँ फुटेको त हुनु पऱ्यो माथिको हामी चाहिँ यहाँनिर कट्टु सन्टिङमा चाहिँ डल्लै चाहिँ के भइसक्यो झस्के हुँदो रहेछ हौ है झरेपछि हुन्छ मजाले फुटाउ पाएँ मेरो भाग आयो पाइस मेरो भाग होइन छैन हामीले त पुरै ट्राई गरेको थियो कटुसको तर सबै खोल बाहिरको मात्रै रहेछ भित्र छैन वङचुको फेभरेट हो नि त कटुस अनि अस्ति कटुस खान्छु कि कटुस खान्छु भन्दै थियो भरे पाएन करिया झरेको हुनु माथिको होला नि लोक
ओइ माथिको अग्लो होला यसको माथिको देखिस् कस्तो लाग्यो त यो हल्लाउनु पर्यो त्यो बेड पर्यो छ के खै उयो रुख हेर न दुईटा हो ए वंशी यहाँ रहेछ कटुस यहाँ त हो यो अलिक कडा छ है लाग्दैछ मलाई भित्र कटुस छ किनेर खाएर होस् के फ्रुट हो कटुस यही रुखमा भएको रहेछ एउटै रुखमा कुन चाहिँ यो रुखमा भएको रहेछ हेर्नु न यति बेला त हामी कटुसको रुख रहेछ नि त उयो गोले गाउँ चाहिँ पुग्थ्यो होला कटुसमा नबुल्नेको भए यो भित्र चाहिँ पक्का छ कटुस दुईटा छ खै पायो फाइनली कटुस लु खोल खोल ल्याएर आइज ल यहाँ कटुसको हाम्रो चाहिँ यहाँनिर खतरा यो यिनीहरूले कटुसले गर्नु थाल्यो बाटोमै केटीहरूले पाइस है त्यो भित्र पनि हुनु पर्यो छैन त किरा रहेछ उस भएर होला हौ जङ्गली भएर होला हौ है ए मुखले नगर आयो पाइस मैले टिपेको नि त उयाबाट फुटान दाँतले फुटान दाँतले फुट्दैन त यहाँ त्यसले फुटान अन्त ए भुट्नु पर्छ नि त ए यस सानो खाम न एउटा अझै त यहाँ मैले उयाबाट ल्याएको त अरू फुटाइदैन बहिनी कसले फुटाउनु ल फुटाइ दाँतले ए दाँतले फुटाउनु पर्छ कस्तो मिठो हुन्छ कटुस बाई मैले पनि ल मन परेन मैले ल्याएको त यो त उयाबाट मिठो रहेछ त यस मिठो हुन्छ कटुस म सानोमा नमिठो लागेको छ नि त मिठो रहेछ कटुस गुलियो खालको रहेछ है मैले उयाँबाट त्यसमा चाहिँ होला भनेर ल्याएको थिएँ कि त्यसमै रहेछ अझै छ उयाँ अघि सुरुमा चाहिँ साह्रो परेको थियो अब चाहिँ भट्टाभट केटीहरूले निकाल्नु थाल्यो कटुस डङ्की सबैमा रहेछ अलिक माथि रहेछ नि त है अझै एउटा चाहिँ त मलाई मिठो लाग्यो तिर्खा पनि लागिरहेको थियो अलिकति अब लाइक अलिकति पानी आयो नि त त्यो भित्रबाट अझै एउटा कटुस पाएँ मैले खोजेको पो त बिग्रेको रहेछ थ्याङ्क यू एउटा देन तर ए मुखमा डल्लै नहाले बिग्रेको रहेछ धुन्दा त क्यामेरा मुखमा राखेर खिच्दै रहेछ खानुको धुन्दा बिग्रेको है यो त बिग्रेको भाग्य बिग्रेको कटुस पनि बिग्रेको रहेछ
होइन होइन बाहिर भाग्य बिग्रियो नि भित्र त कटुस राम्रो छ होइन यो त बिग्रेको हो कि राम्रो कटुस खाएर हामीलाई अलिकति एनर्जी आयो होइन केटीहरूको रफ्तार अलिकति बढ्नु थाल्यो अब चाहिँ हामी एकैचोटि हामी माथि गएर मात्रै रोक्छ होला बाटोमा गएर मात्रै रोकिन्छ नभए चाहिँ बिस्तारै बस्दै बस्दै जाँदैछ नि त चार्ज भयो कटुस खाएर केटीहरू उड्नु आँटिसक्यो अब आयो त अबे भगवान सुँगुर हो कि बदल आमा नभाग्न केटी हो आउँदैछ त्यतै भर्खर चाहिँ नि यस्तो भयो कि मेरो पछाडि चाहिँ वङ्चु थियो अनि मजाले हिँड्दै थियो यसले चाहिँ बदल देखेछ अनि यो चाहिँ मलाई उस गरेर गयो अगाडि म फर्केर यिनीहरू दुईजना टाप म पनि फर्केर त भुइँ बदल त मेरो पछि पछि आएको भाग्दा भयो वङ्चु अब फेरि गोदाम डाँडामा हामीले फोन छोडेको भए के गर्थ्यौँ अरे रुएर जानु चाहिँ जान्थ्यस् आयो हामी चाहिँ आइपुग्यो अब यहाँ रोड हो आयो मजा आयो है तर हामी चाहिँ तल गोदाम डाँडाबाट आएर अब नेक्स्ट चाहिँ जाँदैछु मड होमस्टे रहेछ नि यहाँनिर चाहिँ एकदम दामी बनाएको रहेछ रोडकै छेउमा छ 10-15वटा सेरी क्रस गर्ने बित्तिकै यहाँनिर होमस्टे छ अनि म तपाईँलाई देखाउँदैछु है त म चाहिँ पुगेँ मड होमस्टे दार्जिलिङ टाउनदेखि नजिकै पर्ने यो सुन्दर ठाउँ रोडबाट 1 मिनट वकिङ डिस्टेन्समा मात्रै रहेछ चारैतिर हरियाली शान्ति वातावरण र फ्रेस हावा दार्जिलिङको सिटीबाट टाढा तर पुग्नु एकदमै सजिलो यदि तपाईँ नेचर पिस र सिम्पल माउन्टेन लाइफ खोज्नु हुँदैछ भने मस्ट भिजिट मड होमस्टे मैले तपाईँलाई भित्रको भिडियो चाहिँ धेरै देखाउन पाइनँ रुम्सहरूको होइन किनभने त्यो दिन बन्द थियो नि त अनि भित्र कोही पनि हुनुहुन्थेन म मर्निङमा